हेलो सेवा सबैमा हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि म चाहिँ हजुरहरूसम्म अर्को नयाँ भिडियो लिएर उपस्थित भएँ। अनि आजको नयाँ दिन नयाँ भिडियो सँगसँगै मेरो दिनको सुरुवात चाहिँ यसरी हुँदैछ। म चाहिँ सधैँ जस्तै काममा हिँडेको अनि मैले चाहिँ अलिकति ढिला भएको क्या, त्यही भएर म चाहिँ चाँडो जाँदैछु। अनि म काम गर्ने ठाउँ चाहिँ यही हो। अनि दाइले चाहिँ अगाडि नै गेटहरू खोलिसक्नु भएछ। अनि म चाहिँ भित्र छिरेँ। अनि यसको यो रेस्टुरेन्टको ओपनिङहरू चाहिँ मैले गर्नुपर्छ क्या। अनि फर्स्ट चाहिँ मैले ब्याग राखेँ, त्यसपछि चाहिँ म ओपनिङतर्फ लागेँ। अनि फर्स्ट चाहिँ मैले पर्दाहरू बाँधेँ, त्यसपछि कम्प्युटर खोलेँ, त्यसपछि गीत बजाएँ। अनि म चाहिँ बिहानै एक ग्लास पानी खाने बानी छ क्या, म तातो पानी खाने। अनि म चाहिँ पानी पिउँदैछु। त्यसपछि चाहिँ म हल पुस्नतर्फ लागेँ, किनभने आज दाइ आउनु भएको छैन, त्यही भएर आज छुट्टी बस्नु भएको छ उहाँ चाहिँ। अनि उहाँ छुट्टी बस्नु भएको बेला चाहिँ मैले नै पुस्ने गर्छु क्या, त्यही भएर म चाहिँ हल पुस्नतर्फ लागेँ। अनि यता दाइले चाहिँ हाम्रो लागि खाना बनाउँदै हुनुहुन्छ। अनि खाना पाकेपछि चाहिँ म सरहरूलाई खाना दिँदैछु। आज सरहरू 3 जना आउनुभएको थियो, त्यही भएर म उहाँहरूलाई फर्स्ट चाहिँ उहाँहरूले खाना दिएँ, त्यसपछि चाहिँ आफू खाना बसेँ। अनि आज चाहिँ खानामा स्पेसल छ, किनभने आज मासु छ, त्यही भएर मासु बिना भात हुँदैन। त्यही भएर म चाहिँ खाना खाँदैछु। अनि म चाहिँ खाना खाइसकेपछि चाहिँ म ग्लासतर्फ लागेँ। अनि ग्लासहरू मिलाउनु पर्यो भनेर गएको, त गिलासहरू त भताभुङ्ग रहेछ। हे भगवान्, मैले कतिखेर मिलाइसक्ने भनेर मैले टाउको छोएँ। त्यसपछि चाहिँ म ग्लास मिलाउनतर्फ लागेँ। किनभने यो वाइन ग्लास चाहिँ चाँडै फुटिहाल्छ नि त, त्यही भएर यो छुट्टै राख्नुपर्छ क्या। यो वाइन, विस्की, बियर अनि पानी खाने ग्लास सबै छुट्टै राख्नुपर्छ, त्यही भएर म चाहिँ मिलाउँदैछु। अनि यता रेस्टुरेन्टको भाडाहरू पनि धेरै भइसकेको थियो। अनि म चाहिँ भाडा धुनतर्फ लागेँ। अनि यता रेस्टुरेन्टमा युज हुने कपहरू, गिलासहरू चाहिँ मैले नि धुने गर्छु क्या, त्यही भएर म चाहिँ धुँदैछु। अनि यता गेस्टहरू पनि आउनुभएको थियो, उहाँले चाहिँ चिया कफी लिनुभएको थियो क्या। अनि मैले त्यो चिया कफी दिँदै गरेको चाहिँ देखाइनँ, किनभने डिसिप्लिन राम्रो देखिँदैन नि त, त्यही भएर मैले चाहिँ त्यो हजुरहरू सामु ल्याइनँ। अनि मैले चाहिँ यो कप ग्लासहरू टिप्दै गरेको चाहिँ देखाएँ ल। अनि यो चाहिँ अघि धुँदै गरेको ठाउँमा लानुपर्छ क्या, अनि पछि त्यहाँनिर राख्नुपर्छ। अनि यो धुने काम चाहिँ मेरो भोलि हुन्छ। अनि यतै साँझ पर्यो। अनि त्यसपछि चाहिँ म क्लोजिङतर्फ लागेँ। फर्स्ट चाहिँ मैले चेयर टेबलहरूलाई सारेँ, त्यसपछि चाहिँ कफी मेसिन, कम्प्युटरहरूलाई अफ गरेँ। अनि मैले चाहिँ सरहरूलाई अगाडि नै खाना दिइसकेको थिएँ क्या, त्यही भएर म चाहिँ क्लोजिङ गर्न थालेँ। अनि त्यसपछि चाहिँ म यो पर्दाहरूलाई यसरी लाउन थालेँ। त्यसपछि चाहिँ म लागेँ रुमतर्फ। आज मैले खाना खाएको थिइनँ, किनभने मेरो आज छुट्टै प्लान छ नि त। मेरो प्लान के छ भन्दाखेरि चाहिँ पानीपुरी खाने। मैले चाहिँ अस्तिदेखि पानीपुरी खानु मन लागेको थियो है। अनि आज चाहिँ ठ्याक्कै पसल पनि खुल्लै रहेछ, त्यही भएर म चाहिँ सहीको पानीपुरी ल्याएर आएँ। अनि मलाई यस्तो भोक पनि लागिरहेको थियो। अनि पछि म चाहिँ पानीपुरी खान लाग्यो। अनि म चाहिँ टेस्ट गरी हेर्छु कस्तो भयो भनेर। आई होप मिठै हुन्छ जस्तो लागिरहेछ, अनि मिठै छ। अनि आजको दिन चाहिँ मेरो यसरी बित्यो। बाई बाई।